नमस्ते। आज हामी एउटा एकदमै सान्दर्भिक विषयमा कुरा गर्दैछौँ, नेपालको राष्ट्रिय परिचय पत्र। यसको चर्चा जताततै छ नि होइन? हो नि, निकै चर्चामा छ। सबैले बनाउन हतार गरिरहेका छन् जस्तो छ। त्यही त। अनि आज हामी यही विषयमा अलिक गहिरेर कुरा गरौँ न त। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको जानकारी र अरू केही सामग्री हेर्दा यो खासमा के हो, किन चाहियो, कसरी बनाउने अनि यसले के असर पार्ला भन्ने कुराहरू केलाउने विचार छ। एकदम राम्रो। सुरु गरौँ न त। यो राष्ट्रिय परिचय पत्र भनेको खालि कागजको कार्ड मात्रै होइन। ए हो र, कस्तो छ त? यो त स्मार्ट कार्ड हो। मतलब यसमा एउटा सानो चिप्स हुन्छ, इलेक्ट्रोनिक चिप्स। ए चिप्स, जस्तो कि एटिएम कार्डमा हुन्छ? त्यस्तै खालको। तर यसमा चाहिँ व्यक्तिको वैयक्तिक र जैविक विवरण हुन्छ। डेमोग्राफिक र बायोमेट्रिक डेटा भन्छ नि। ए डेमोग्राफिक र बायोमेट्रिक, त्यो भनेको हाम्रो नाम, ठेगाना अनि औँठा छाप, आँखाको नानी जस्तो कुराहरू? हो, ठ्याक्कै। नाम, थर, ठेगाना, जन्ममिति जस्ता वैयक्तिक कुराहरू अनि औँठा छाप, फुटो जस्ता जैविक कुराहरू। अनि यो चिपसँगै अरू सुरक्षाका विशेषताहरू पनि हुन्छन्। यसलाई एउटा डिजिटल साँचो जस्तै मान्न सकिन्छ भविष्यको लागि। डिजिटल साँचो सुन्दैमा अलि फरक लाग्यो। मतलब यसले भविष्यमा अनलाइन काम गर्दा हाम्रो पहिचान खुल्ने भयो। तर यो एक्कासी यति जरुरी किन भयो त? सरकारी काम छिटो गर्न मात्रै हो कि अरू पनि केही छ? मुख्य उद्देश्य त त्यही हो। व्यक्तिको एउटा भरपर्दो डिजिटल पहिचान बनाउने अनि सरकारी सेवाहरूलाई एउटै प्रणालीमा ल्याएर सजिलो बनाउने। एउटै प्रणालीमा? हो। सोच्नुहोस् न, भविष्यमा पासपोर्ट बनाउन, सामाजिक सुरक्षा भत्ता लिन, भोट हाल्न, ब्याङ्क खाता खोल्न, सिम कार्ड लिन, यी सबै काम यही एउटै कार्डबाट हुन सक्छ। ओहो, सबै एउटैबाट? यो बिस्तारै अनिवार्य हुँदै जान्छ जस्तो देखिन्छ। एउटै कार्डले यति धेरै काम गर्ने भएपछि त त्यो विभिन्न खाले परिचय पत्र बोकेर हिँड्नुपर्ने झन्झट त हट्ने भयो। त्यो त राम्रै भयो। हो नि, सजिलो हुन्छ। तर विभागले त राष्ट्रिय समावेशीकरणमा पनि सहयोग पुग्छ भन्छ नि। त्यो चाहिँ कसरी होला? अनि सबैले, खास गरी अलि दुर्गम ठाउँका मान्छेले सजिलै बनाउन सक्छन् त यो? के यो प्रक्रिया सबैको पहुँचमा छ? विचार गर्नुपर्ने कुरा हो यो पनि, होइन र? निश्चय नै। त्यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। यसको सफल कार्यान्वयन कस्तो हुन्छ भन्नेमा भर पर्छ। लक्ष्य त समावेशीकरण नै हो भनिएको छ। अहिलेको लागि चाहिँ 16 वर्ष उमेर पुगेको अनि नेपाली नागरिकताको प्रमाणपत्र भएको जो कोही नेपाली नागरिकले यो बनाउन पाउँछ। 16 वर्ष पुगेको र नागरिकता भएको? भविष्यमा चाहिँ नाबालक, एनआरएनहरू अनि यहाँ निश्चित समय बस्ने विदेशीलाई पनि दिने योजना छ अरे। तर त्यो त पछि सूचना आएपछि मात्रै लागू हुने कुरा भयो। अनि बनाउन चाहिँ कहाँ जाने त? जिल्ला प्रशासनमै हो? हो, आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय। कहिलेकाहीँ वडाहरूमै घुम्ती टोली पनि आउँछ। घुम्ती टोली पनि? अझ सजिलोको लागि त विभागको वेबसाइट छ नि, donidcard.gov.np। त्यहाँ गएर अनलाइन फारम भर्ने अनि अपोइन्टमेन्ट लिएर तोकिएको ठाउँमा जाने। अनलाइन पनि मिल्ने? त्यो त धेरै सजिलो भयो नि। अनि अफिसमा गएपछि के हुन्छ? त्यहाँ पुगेपछि तपाईँले लगेको कागजपत्रहरू रुजु गर्छन्, विवरणहरू कम्प्युटरमा दर्ता गर्छन् अनि फोटो खिच्छन्, दुवै हातको औँठा छाप लिन्छन्। यति हो। कागजपत्रको कुरा गर्दा के चाहिन्छ त? नागरिकता त पक्कै चाहियो होला? सक्कली नागरिकता त अनिवार्य नै भयो। त्यो त चाहिन्छ नै। सक्कली नै? हो, सक्कली नै। फोटोकपीले हुँदैन। अनि अरू केही थप कागज चाहिँ अवस्था अनुसार, जस्तो नागरिकतामा भएको ठेगाना भन्दा अर्कै ठाउँबाट बनाउँदै हुनुहुन्छ भने बसाइसराई प्रमाणपत्र। बसाइसराई पनि? यदि ठेगाना फरक छ भने अनि विवाहित महिलाको हकमा नागरिकतामा श्रीमानको नाम या थर खुलेको छैन भने विवाह दर्ता वा नाता प्रमाणित। अनि जन्ममितिको पनि केही छ कि? छ नि। नागरिकतामा यदि गते र महिना प्रष्ट छैन, खालि साल मात्रै छ भने जन्मदर्ता वा एसएलसीको सर्टिफिकेट वा पासपोर्ट जस्तो पूरा जन्ममिति भएको अर्को प्रमाण चाहियो। बुझियो। एउटा कुरा चाहिँ के ध्यान दिनुपर्छ भने कागजपत्र केरमेट भएको, च्यातिएको, नबुझिने हुनु भएन। एकदम सफा र सक्कली हुनु पर्यो। त्यो एकदम जरुरी छ। स्पष्ट हुनु पर्यो। अनि यसको अरू विशेषताहरू के छन्? जस्तो त्यो नम्बरको कुरा आउँछ नि, कति अङ्कको हुन्छ? त्यो नम्बर हरेक व्यक्तिलाई 10 अङ्कको एउटा छुट्टै नम्बर दिइन्छ, युनिक नम्बर। त्यो जीवनभर एउटै रहन्छ, फेरिँदैन। 10 अङ्कको? त्यो त राम्रो भयो। अनि फोटो खिच्दा नि
केही नियम छ मेकअप गर्न पाइन्छ कि पाइँदैन? फोटो खिच्दा चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अनुहार प्रष्ट देखिनुपर्ने हुन्छ। त्यसैले धेरै मेकअप गर्न टोपी वा बुर्का लगाउन मिल्दैन। अनुहार प्रष्ट देखिनु पर्यो। थर चाहिँ नागरिकतामा जे छ त्यही रहन्छ। कसैलाई थर बदल्नु परे पहिला नागरिकतामै सच्याउनु पर्यो। अनि ठेगाना नि? स्थायी ठेगाना फरक पार्न बसाइसराई जस्तो प्रमाण चाहिन्छ, तर त्यो पालिका पुनर्संरचनाले गर्दा ठेगाना फेरिएको हो भने चाहिँ प्रमाण चाहिँदैन। यति धेरै व्यक्तिगत जानकारी, अझ औँठा छाप जस्तो जैविक विवरण पनि एउटै कार्डमा, यसको सुरक्षा कतिको भरपर्दो होला? हाम्रो डाटा कतै अरूले हेर्लान् कि दुरुपयोग होला कि भन्ने डर लाग्छ नि। हो, त्यो चिन्ता स्वाभाविक हो। धेरैको मनमा हुन्छ यो। विभागले के भन्छ भने यो सबै डाटा गृह मन्त्रालयभित्रै रहेको सरकारी एकाकृत डाटा केन्द्र GIDC भन्छन्, त्यहाँ सुरक्षित राखिन्छ। GIDC गृह मन्त्रालयभित्रै? त्यो भनेको सरकारको एकदमै सुरक्षित ठाउँ हो डिजिटल जानकारी राख्ने। अनि त्यहाँ डाटालाई इन्क्रिप्ट गरेर राखिन्छ। इन्क्रिप्ट भनेको? भनेको कोड भाषामा बदलेर, ताकि कसैले पहुँच गरिहाले पनि नबुझोस्। कसले कहिले किन हेर्यो भन्ने लग रेकर्ड पनि बस्छ। अनि आधिकारिक निकायले मात्रै त्यो पनि आवश्यक जानकारी मात्रै हेर्न मिल्छ। कसले हेर्यो भन्ने रेकर्ड पनि बस्ने? ल, सुरक्षाको व्यवस्था त सोचेभन्दा बलियो नै रहेछ। हो, व्यवस्था त बलियो नै बनाइएको छ भनिएको छ। ल, अब मानौ प्रक्रिया सबै सकियो, कार्ड बन्यो। अब कसरी थाहा हुन्छ अनि लिन कहाँ जाने, कसरी दिन्छन्? कार्ड बनेपछि मोबाइलमा SMS आउँछ तपाईको कार्ड तयार भयो भनेर। SMS नै आउने? त्यसपछि जहाँबाट फारम भरेको हो प्राय त्यहीँबाटै वितरण हुन्छ। लिन जाँदा चाहिँ व्यक्ति आफै जानुपर्छ अनि औँठा छाप दिएर रुजु गरेपछि मात्रै कार्ड दिन्छन्। अरूले लिन मिल्दैन। आफै जानुपर्ने अनि औँठा छाप दिनुपर्ने, ठिकै छ। अनि राष्ट्रिय परिचय पत्र पाएपछि नागरिकता चाहिँ के हुन्छ? त्यो चाहिँदैन अब? होइन, त्यस्तो होइन। नागरिकता खारेज हुँदैन, नागरिकता पनि चाहिन्छ। दुवै परिचय पत्र मान्य हुन्छन्। राष्ट्रिय परिचय पत्रले नागरिकतालाई विस्थापित गर्ने होइन, सँगसँगै चल्छ। दुईटै मान्य हुने। ल, यो त प्रष्ट भयो। कहिलेकाहीँ विवरणमा गल्ती भएछ भने वा कार्ड नै हरायो भने नि के गर्ने? गल्ती भयो भने सच्याउन मिल्छ। प्रमाणसहित निवेदन दिनुपर्छ। अनि कार्ड हरायो, बिग्रियो वा चोरी भयो भने पनि निवेदन दिएर प्रतिलिपि लिन सकिन्छ। त्यसको लागि रु 500 दस्तुर लाग्छ। प्रतिलिपि नम्बर चाहिँ उही हुन्छ? परिचय पत्र नम्बर चाहिँ पुरानै उही रहन्छ। तर एउटा कुरामा चाहिँ एकदम होशियार हुनुपर्छ है। के कुरामा? जानी जानी झुट्टा विवरण दिएर ढाँटेर परिचय पत्र बनाउन खोज्नु चाहिँ हुँदैन। त्यो त अपराध हो। हो त नि। त्यसो गर्यो भने त कारवाही हुन्छ होला नि। हुन्छ नि। कानूनमा 2 देखि 5 वर्षसम्म कैद र 20,000 देखि 50,000 रुपैयाँसम्म जरिवाना हुन सक्छ भनेको छ। ओहो, त्यो त गम्भीर कुरा हो। अनि परिचय पत्र रद्द पनि हुन सक्छ। जस्तो झुट्टा विवरण दिएको प्रमाणित भएमा, कानून मिचेर लिएको भए, नेपाली नागरिकता नै नरहेमा वा व्यक्तिको मृत्यु भएमा पनि रद्द हुने। परिचय पत्र त रद्द हुन्छ, तर विवरण चाहिँ अभिलेखमा सुरक्षित रहन्छ रे। ल, यो दण्ड सजायको कुरा पनि थाहा पाइराख्नु पर्यो। हस्, यो सबै जानकारीले राष्ट्रिय परिचय पत्रबारे धेरै कुराहरू प्रष्ट भयो जस्तो लाग्यो। हो, धेरै कुराहरू समेटियो। समग्रमा भन्नुपर्दा यो राष्ट्रिय परिचय पत्र नेपालको लागि एउटा महत्त्वपूर्ण कदम रहेछ। व्यक्तिको डिजिटल पहिचान बनाउने, सरकारी सेवालाई आधुनिक, छिटो अनि अझ सुरक्षित बनाउने दिशामा। हो, निश्चय पनि। सैद्धान्तिक रूपमा हेर्दा त यो प्रणाली एकदमै राम्रो देखिन्छ। धेरै सम्भावनाहरू छन्। तर एउटा प्रश्न मनमा आइरहन्छ। के प्रश्न? यो सुविधाले कागजमा भने जस्तै व्यवहारमा पनि सबै नागरिक, खास गरी दुर्गम ठाउँका, प्रविधिमा पहुँच नभएका, सीमान्तकृत समुदायका मानिसहरूको सरकारी सेवामा पहुँचलाई साँच्चीकै कति सजिलो बनाउला? सफल राष्ट्रिय डिजिटल एकीकरण भनेको व्यवहारमा कस्तो देखिनुपर्छ? यो चाहिँ हेर्न बाँकी नै छ, होइन त? एकदमै। यो कार्यान्वयनको पक्ष नै सबैभन्दा महत्त्वपूर्ण हो। सिद्धान्त जति राम्रो भए पनि व्यवहारमा सबैको लागि सहज र पहुँचयोग्य भएन भने त्यसको अर्थ रहँदैन। यो प्रणालीले साँच्चै सबैलाई समेट्न सक्छ कि सक्दैन त्यो भविष्यले नै बताउनेछ।